नमस्कार सबैजनालाई। आज मेरो हातमा यो छ ग्लुकोमिटर र यसको सही प्रयोग कसरी गर्ने भन्ने विषयमा म तपाईहरुलाई सिकाउन गइरहेको छु। यो ग्लुकोमिटर हो, यो चाहिँ ल्यान्ड सेटिङ डिभाइस भन्छ। यसले चाहिँ हाम्रो प्रिक गरेर ब्लड निकाल्नको लागि काम लाग्छ। यो हाम्रो कटन स्ट्रिप भयो र यो हाम्रो टेस्ट स्ट्रिप है त। पहिला सुरुमा त हामीले टेस्ट स्ट्रिपलाई यसरी च्यात्नु पर्छ। यसरी च्यातेर यसलाई चाहिँ हामीले पुरै रूपमा चाहिँ खोल्ने है त, राम्रोसँग खोल्ने। र अब जसरी मैले यो निकालिरहेको छु यसमा चाहिँ हामीले टच गर्नु हुँदैन, किनकि यो चाहिँ डाइरेक्ट पेशेन्टको ब्लडसँग कन्ट्याक्टमा आउँछ। यो चाहिँ पेशेन्टको रगतसँग कन्ट्याक्टमा आउने भएकोले हामीले यसरी गर्नुपर्छ। र जब हामीले यो दुईटालाई फिट गर्छौं तब ग्लुकोमिटर चाहिँ यसरी अन हुन्छ है त। त्यसपछि अब बिरामीको हातलाई यसरी चाहिँ हामीले पुरै सफा गर्ने, एउटा कटन स्प्रिट, सफा कटन स्प्रिट लिएर बिरामीको हातलाई पुरै सफा गर्नुपर्छ। किनकि हाम्रो हातमा चाहिँ फोहोर हुन सक्छ, हामीले भर्खर चाहिँ फलफुलहरू खाएको हुन सक्छौं हैन, अथवा खाना खाएको हुन सक्छ। त्यति बेला चाहिँ यहाँ चाहिँ हाम्रो खानाहरू टाँसेको हुन सक्छ। त्यसैले पुरै सफा रूपमा चाहिँ हामीले यसलाई सफा गर्छौं र पुरै रूपमा सुक्न दिन्छौं है त। यसलाई हामीले पूर्ण रूपमा सुक्न दिन्छौं र सुकिसकेपछि अब यो ल्यान्ड सेटिङ डिभाइसलाई चाहिँ यसरी निकालेर बिरामीको हातलाई अलिकति थोरै प्रेस गरेर यता साइडबाट चाहिँ हामीले यसरी घोच्ने है। त्यसपछि जुन पहिलो रगत आउँछ त्यसलाई चाहिँ हामीले स्वाइप गर्ने, किनकि त्यो चाहिँ त्यसमा चाहिँ फोहोरहरू मिसिएको हुन सक्छ, अथवा भनौँ न त्यसमा वरिपरिको डटहरू मिसिएको हुन सक्छ। र त्यति बेला चाहिँ यसलाई स्वाइप गरेर जुन दोस्रो आउँछ त्यसलाई चाहिँ हामीले यसरी राखेर चाहिँ हामीले सही तरिकाले घरमा नै हाम्रो ग्लुकोजको लेभल कति छ भनेर चाहिँ नाप्न सक्छौं। हस्, धन्यवाद।